अहिले गर्मी एकदम बढेको भएर चाहिँ हामीले कुकुरलाई नुहाइदिन लागेको र हाम्रो बच्चाहरूले पनि यसरी चाहिँ कुकुरलाई नुहाइदिन हेल्प गर्दैछ। सो यसको नाम चाहिँ पेरी हो। उसलाई चाहिँ हामीले चाहिँ बाटोबाट सानोमा चाहिँ उठाएर ल्याएका थियौँ र बच्चाहरूले चाहिँ यसरी पानी राख्दै हेल्प गर्दैछ। हेल्प गरेको हो कि डिस्टर्ब गरेको हो त्यो त तपाईँहरू नै बुझ्नु होला। सो यसरी ब्रस गरिदिउँ र यति धेरै कपाल झरेको थियो उसको चाहिँ। र चिसो पानी यसरी चाहिँ पाइपले चिसो पानी हालिदिएको त भागेर गर्नै दिएन। सो फेरि यसरी जगले तातो पानी नै हालेर नुहाइदिउँ, मनतातो पानी। चिसो पानीले चाहिँ नुहाउनै मान्दैन, चिसो पानी हालिदियो भने चाहिँ भागेर गर्नै दिँदैन। सो पेरीको पालो चाहिँ सक्यो, ऊ चाहिँ यसरी भागेर माथि गयो। फेरि अब हाम्रो घरमा चाहिँ कुकुर पनि बच्चाहरू जस्तै 2वटा छ। सो अब पप्पूको पालो आयो। पप्पूलाई चाहिँ मैले गर्नै सकिनँ, मलाई छुनै दिएन पप्पूले। सो मेरो हस्बेन्डले मात्रै गर्दै हुनुहुन्छ र पछिबाट त अलिअलि हेल्प गर्दैछु। र तै पनि भाग्यो, मलाई छुनै दिइरहेको छैन। मेरो बच्चाहरूको चाहिँ त्यहाँ छुट्टै रमाइलो भइरहेको छ, बाउल खोस्साखोस भइरहेको छ। पानीले यसरी पुरै भिजेर चाहिँ मेरो बाबुको चाहिँ लुगा पनि सबै फुकालिदिइसकेको छु मैले। यसरी भाग्दै बल्ल तल चाहिँ हामीले पप्पूलाई नुहाउन सफल भयौँ। मलाई चाहिँ फेरि यस्तो हाँस उठिरहेको थियो नि, पप्पू चाहिँ यसरी डान्स गरी नुहाइरहेको थियो, मेरो बच्चाहरू चाहिँ पछाडि यसरी झगडा गरिरहेको थियो। सो पुरै कमेडी भएको थियो। नुहाइसकेपछि पप्पू जिउ चाहिँ यसरी डल दिन्छ कि यो जहाँ पाए त्यहीँ डल दिन्छ। सो यसरी कोठाभित्र थुनेर राख्नुपर्छ उसलाई। सो छिटो हेयर सुकाउनको लागि चाहिँ हामीले यसरी हेयर ड्रायर पनि गरिदिउँ र यसरी नुहाएर चाहिँ पप्पू र पेरी चाहिँ चिटिक्क परेर खेल्दैछ खुसी भएर। थ्याङ्क यू फर वाचिङ।